हेलो एभ्रिवान नमस्ते ल सुत्ने बेला भयो होला है गुड नाइट है सबैजनालाई गुड नाइट हुने बेला भयो स्वागत छ सबैजनालाई ढिला गरेँ हेलो एभ्रिवान ल आउँदै हुनुहुन्छ नमस्ते ल अब त अघि पनि भेटघाट भएकै छ एकछिन क्वेसन एन्सरमा छलफलमा अलि थोरै सहभागी भयौँ त्यस पछाडि गएर सुतौँला ल गुड नाइट भन्दै भन्दै स्वागत पनि गरौँ है कोशी प्रदेशलाई अब कोशी आउन आँट्यो गुड नाइट भन्दा भन्दै सुरुवात गरौँ है रचना ल जमुना ल पुनः नमस्ते ल नमस्ते प्रकाश भाइ आशिक नमस्ते है ल दिपा ल हुन्छ रात्रिकालीन नमस्ते भन्नुभएको छ यताबाट पनि नमस्ते छ विल्सन भाइ तपाईँ आउनु भएको थिएन आज कोशीको इक्जाम हुन्जेलसम्म चाहिँ अब यसो हामी थोरै छलफलमा सहभागी भयौँ कि भन्ने योजना छ सुत्नुभन्दा अगाडि अलिकति आनन्दै पनि आउँछ कति मिल्दो रहेछ भन्ने थाहा हुन्छ नि त होइन ल 185जना हुनुभएको छ धेरै समय लिँदिनँ म 15-20 मिनट मात्रै लिन्छु हामीले यहाँ यो क्लास यो एकछिन 15-20 मिनटभित्र छलफल गरेको कुराहरू चाहिँ म्यासेज नै पढ्नुहुन्न भन्नुभएको छ निगरानीले हजुर पढ्दैछु त है कति तल जम्प भइहाल्यो भने चाहिँ पढिराखेको हुँदिनँ प्रचण्ड भाइ म त थोरै पछि जोइन भएँ भन्नुभएको छ हुन्छ कोशीको मात्रै हुनुहुन्छ भने जोइन गर्नु होला कोशीको इक्जामको फर्म भर्नु भएको छैन भने जोइन नहुनु भए पनि हुन्छ है कोशीमा 10वटा क्वेसन छ नि त नमस्ते छ आयुष भाइ उत्तरार्धतिर छ अस्मिता गुड इभिनिङ ल 20 मिनट जति समय लिन्छु क्लास सकिने बित्तिकै तपाईँहरूलाई व्हाट्सएप ग्रुपमा क्वेसनहरू हालिदिन्छु यसो एकचोटि हेरेर सुत्नु होला आखिर हामी चाहिँ के सोचेको भने यतिखेर सुति त हाल्थ्यौँ हामी सुत्नुभन्दा अगाडि थोरै सुनेर सुतौँ न भन्ने कुरा त कति धेरै गल्नु पनि भएको छ होला खाना सबैले खाइसक्नु भएको छ नि ल हुन्छ त्यसो भए अब जाउँ हामी क्वेसनतिरै जाउँ है कति मिलाउनु हुँदो रहेछ आज मैले 15वटा क्वेसन लिएर आएको छु आजको लागि चाहिँ 15वटा क्वेसन लिएर आएको छु 15मा कति मिल्दो रहेछ 1 देखि 15सम्म लेख्नुहोस् त सुरुमा हजुरहरूले 1 देखि 15सम्म कति धेरै के चाहिँ धेरै कति नै धेरै पढ्ने चाहिँ जस्तो भएको हुनु भएको होला भनेर कतिले भनिराख्नु भएको होला होइन भन्न चाहिँ त्यही पनि अब के गर्नु पढ्नै पर्छ सकेसम्म 11 गते 10 गतेसम्म चाहिँ हामी छलफल गरौँ कमसेकम तपाईँहरूलाई 200-300वटा क्वेसन छलफल गराउन सकेँ त्यसको अलिकति जस्टिफिकेसन सहित भने राम्रै हुन्छ भन्ने खोजेको हो खाना खाइसकेँ मैले खाना खायो नि म आज अघिदेखि नै आनन्दै छ यतिखेर अलिक ठिकै छ त अस्ति चाहिँ गण्डकीको बेलामा चाहिँ अलिकति प्रेसर थियो बिहान त्यो कोशी 5औँको पनि इक्जाम आउन आँटेको थियो त्यसको सिलेबस सकिएको छ अहिले अब फोर्थको अलिक पछि भएकोले गर्दा त्यति धेरै प्रेसर छैन ल हुन्छ एकचोटि स्क्रिन सेयर गरेको छु ए अर्कै आयो है ला अब क्वेसन चाहिँ यहाँनिर यो त होइन मैले खोजेको स्टप गर्छु ल गण्डकीको आएछ 1 देखि 15सम्म लेख्नुभयो कति मिलेछ है 20 मिनटमा सक्ने प्रयास गरौँ तपाईँलाई हालिदिए पछाडि यिनीहरूलाई हेर्नु होला छिटो छिटो सहभागी हुन नेट स्लो छ र अलि डिस्टर्ब आएको छ हो त्यसरी मैले भिडियो अफ गरेँ नि त ल अलि नेट स्लो छ भनेदेखि हुन त हात हल्लाउँदा ओर्दा अलि सुनिन्छ अलि राम्रै हुन्छ भनेर अन गरेको ल यसो गरेर अलि अलि नेट आउला ल ओके देखिँदैछ हजुर सबैजना एक्टिभ बनाऊ ल ननिदाउनु नि फेरि प्रकाश भाइ कसले पकाइदिन्छ र यस पछाडि पकाएर खानुपर्छ भर्खर दिपा सुरु हुँदैछ धेरै बेर भएको छैन ल क्वेसन नम्बर 1 को एन्सर ट्राई गरौँ ल 1 को भन्नु त ल क्वेसन नम्बर 1 प्रदेश आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन 2078 अनुसार सुरु गरेँ है मैले चाहिँ अब हजुरको कुरा के छ अन्य निकाय भन्नाले केलाई बुझाउँछ अरे अन्य निकाय भन्नाले केलाई बुझाउँछ ल भन्नु त यी एन्सर भएकाले गर्दा थोरै जुम गरेको
अन्य निकाय भन्नाले केलाई बुझाउँछ? प्रदेश आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन 2078 अनुसार अन्य निकाय भन्नाले केलाई बुझाउँछ? लोकसेवा आयोग, मुख्य न्यायाधिवक्ताको कार्यालय, महालेखा निरीक्षकको कार्यालय, माथिको सबै। ल कमेन्ट गर्नु, अन्य निकाय भनेको के होला? अन्य निकाय भनेको। ल ओके, निदाउँदिन भन्नुभएको छ निरुले। ल जुम अलि धेरै गरेको, यहाँ तल एन्सर छ नि त, त्यही भएर है बर्बाद हुन्छ कि क्या हो? अन्य निकाय भनेको यही हो। कमेन्ट अफ गरिदिनु न सर भन्नुभएको छ राजुले। कमेन्ट अफ गरियो भने त बिग्रीको नि कुरा। अन्य निकायमा के पर्ला? लोकसेवा आयोग, मुख्य न्यायाधिवक्ताको कार्यालय, महालेखा निरीक्षकको कार्यालय, माथिका सबै। माथिका सबै हो र? माथिको सबै हो त? ल बा माथिका सबै बोलाउनु भयो त। माथिका सबै हो लोकसेवा आयोग मुख्य। अब एकचोटि यसलाई स्क्रिनसट गरिराख्नु ल, के हो एन्सर। म त यो त मिलाउनु हुन्छ होला भनेको थिएँ नि, होइन? ल मुख्य न्यायाधिवक्ता हेर्नु त, मुख्य न्यायाधिवक्ता भनेको त यति त हो नि। मुख्य न्यायाधिवक्ता मात्रै हो नि। तपाईँहरूले धेरै भन्नुभयो, बिग्रियो जस्तो लाग्यो। हेर्नु त, अन्य निकाय भन्नाले तीनटा कुरा पर्छ नि। अन्य निकाय भन्नाले तीनटा कुरा पर्छ: प्रदेश सभा सचिवालय, प्रदेश लोकसेवा आयोग र मुख्य न्यायाधिवक्ताको कार्यालय। एकचोटि ब्याक गरेर ल हेर्नु है त। होइन हेर्नु, तपाईँलाई पठाएको नोट हेर्नु भएको छ यो? माथिका सबै देखियो, त्यही लगाइहालियो नि। तपाईँलाई यो नोट आएको छ, सबैलाई खण्ड सी हेर्नु त। यो नोट आएको छ, एकचोटि हेर्नु त। ल यहाँ हेर्नु त, यो प्रदेश आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन। यहाँ हेर्नु त, अन्य निकाय भनेको यहाँनिर लेखिएको रहेनछ। यो यसमा छैन है, अन्य निकाय भनेको यसमा छैन। ल अन्य निकाय प्रदेश आर्थिक यहाँ छ नि त। ल नियमावली आयो है, पक्नुहोस्। एक मिनट ढिला हुने भयो ल। आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन। अच्छा, त ऐनमा हेर्नुभयो भने तपाईँहरूलाई मैले ऐन हालिदिएको छु होला। ल अन्य निकाय भनेको त माथिका सबै लाउनु भने त बिग्रीको नि कुरो। स्क्रिन सेयर भएको छ, एकचोटि हेर्नु त। ल अन्य निकाय भनेको ल के रहेछ अन्य निकायमा हेर्नु त। ल अन्य निकाय भनेको के रहेछ भयो? चित्त बुझो भनेदेखि जाने, नभए हेर्नु त यहाँ अन्य निकाय भनेको के हो। अन्य निकाय भनेको यति त कुरा नि, ठिक छ। अन्य निकाय भनेको प्रदेश सभा सचिवालय, प्रदेश लोकसेवा आयोग र मुख्य न्यायाधिवक्ताको कार्यालय हो नि त। भयो भनेदेखि कटाइदिन्छु। भयो नि, भयो है। ल एकको बिग्रो, कसको बिग्रो? हेलो, कसको बिग्रेको हो? धेरैको बिग्रियो कि क्या हो? अलिक बढीको बिग्रियो है। ल अब बिग्रिँदैन नि त। ल धेरैको बिग्रेको छ, माथिको सबै थुप्रोले भन्नुभएको छ। थुप्रोले माथिको सबै भन्नुभएको छ। हाम्रो फेभरेट हो नि त सर, माथिको सबै त भन्नुहुन्छ, होइन? ल ओके, धेरैले मिलाउनु भएको बाठो हुनुहुन्छ, अरू चाहिँ
अलि बाठो हुनुहुन्न। ल हाल्फ नलेज इज मस्ट डेन्जरस। ल क्वेसन नम्बर 2 मा जाउँ है। अब ठिकै छ, यस्तै हो, बिग्रेर त सिकिन्छ। बिग्रियो भनेर पिर गर्ने होइन, बिग्रेकोबाट चाहिँ हामीले नलेज लिनुपर्छ है। ल क्वेसन नम्बर 2 हेर्नु त। ल क्वेसन कुनै पनि कार्यालयको ल क्वेसन नम्बर 2 मजाले हजुरले पढ्नुहोस् त। 2 नम्बरको, 2 नम्बरको के होला? ल हामी लोसे हो के सर? कृष्ण बहिनी लोसे होइन, झुक्याउन खोजेको नि त। कुनै पनि कार्यालयको उद्देश्य अनुरूपका कार्य सम्पादनसँग सम्बन्धित सम्बन्धित कानुन कानुन व्यवस्थापकीय अभ्यास, लेखा तथा अन्य कारोबार र सोसँग सम्बन्धित कागजात एवं प्रक्रियाको जाँच, परीक्षण, विश्लेषणका साथै आन्तरिक नियन्त्रण प्रणालीको समग्र मूल्याङ्कन गरी प्रतिवेदन गर्ने कार्यलाई के भनिन्छ? आन्तरिक लेखा परीक्षण, अन्तिम लेखा परीक्षण, आन्तरिक नियन्त्रण प्रणाली, कार्यालयको सम्परीक्षण। यो टपिक एकदमै गाह्रो लाग्छ सर मलाई भन्नुहुन्थ्यो हाम्रो दिपाले। ल के लाउनुहुन्छ होला यसलाई? एबिसिडी हेरौँ त के लाउनुहुन्छ। ल अब हजुरले यहाँनिर के गर्ने हो भन्दाखेरि चाहिँ कहिलेकाहीँ यो क्वेसन चाहिँ तपाईँलाई कोसीको चौथो तहमा केमा सोध्छ भन्दाखेरि रिटर्नमा 5 मार्क्समा पनि सोध्न सक्छ। यहाँ आन्तरिक नियन्त्रण प्रणाली भन्ने बित्तिकै आन्तरिक नियन्त्रण प्रणाली चेक जाँच गर्ने भनेको चाहिँ अन्तिम होइन, आन्तरिक लेखा परीक्षण हो। यो कुन लेखा परीक्षण हो? आन्तरिक लेखा परीक्षण हो। यसको एन्सर यो भयो। आन्तरिक लेखा परीक्षण भनेको के हो भन्दा कहिलेकाहीँ क्वेसन सोधिदिन्छ, तपाईँ ठ्याक्कै यो एन्सर लेख्नुपर्छ। आन्तरिक लेखा परीक्षण भनेको के हो भन्दा कुनै पनि कार्यालयको उद्देश्य अनुरूपका कार्य सम्पादनसँग सम्बन्धित के गर्ने? कानुन व्यवस्थापकीय अभ्यास, लेखा, अन्य कारोबार, सोसँग सम्बन्धित सबै कागजात एवं प्रक्रियाको जाँच गर्ने, परीक्षण गरेर आन्तरिक नियन्त्रण प्रणालीको समग्र मूल्याङ्कन गर्ने र प्रतिवेदन दिने कार्यलाई के भन्छौँ हामी? आन्तरिक लेखा परीक्षण भन्छौँ। एउटा क्वेसन हजुरलाई राखेँ, ककलले आन्तरिक भन्नुभयो? एक ककलले भन्नुभएको छ, अनि सी पनि भन्नुभएको छ कसैले। ल प्रयासमा छौँ। एउटा क्वेसन सोध्न मन लाग्यो, आन्तरिक लेखा परीक्षण कसले गर्छ भन्नुहोस् त? आन्तरिक लेखा परीक्षण कसले गर्छ? आन्तरिक लेखा परीक्षण कसले गर्छ? प्रदेश लेखा नियन्त्रक कार्यालय वा प्रदेश लेखा इकाइले गर्छ। थाहा छ नि हजुरलाई? आन्तरिक नियन्त्रण यो केले आलेप गर्ने काम कसको? प्रदेश लेखा नियन्त्रक कार्यालय वा प्रदेश लेखा इकाइको हो। ल 3 मा जाउँ। ल समय धेरै छैन हामीसँग, 20 मिनटको समय मागेको। क्वेसन नम्बर 3 हेर्नु। प्रदेश लोकसेवा आयोग ऐन 2076 अनुसार अन्तर्वार्ता समितिको विषयमा कुन भनाइ सही छ? ल हजुरले प्रयास गर्ने हो, पहिला अध्ययन गरेर जानुहोस् अनि मात्रै टिक लाउनुहोस्। ल ओके, धन्यवाद, राइट भन्नुभएको छ। अब ल ओके, 3 नम्बर, प्रदेश लोकसेवा आयोग ऐन 2076 अनुसार अन्तर्वार्ता समितिको विषयमा कुन भनाइ सही छ? ए, अन्तर्वार्ता समिति गठन गर्दा अध्यक्षले तोकेको अधिकृत स्तरको कर्मचारीको अध्यक्षतामा गर्नुपर्छ। बी, अन्तर्वार्ता समितिमा सम्बन्धित क्षेत्रमा तोकिएका कम्तीमा 2 जना विषय विज्ञ आवश्यक पर्छ। सी, अन्तर्वार्ता समिति गठन गर्दा समावेशी सहभागिता सुनिश्चितता गरिनेछ। डी, अन्तर्वार्ता समितिमा अध्यक्ष र विषय विज्ञ वा दक्ष समेत गरी कम्तीमा 5 जना सदस्य रहेको अन्तर्वार्ता समिति गठन हुनेछ। मैले यहाँलाई ल्याएको क्वेसन चाहिँ कमन क्वेसन भन्दा अलि एक्स्ट्रा इक्जाममा सोध्न सक्ने डिफिकल्ट क्वेसन चाहिँ होस्, जुन तपाईँ ट्याकल गर्न सक्नुहोस् भन्ने उद्देश्य हो। कमन कुराहरू त म क्लासमै पनि छलफल गर्छु, एक दिन सबै छलफल गर्छु। टाइपनको फ्याट्ट 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 कुन गलत होला यसमा? अब विचार गर्नु। के भनेको? ए सही छ, एउटा चाहिँ सही छ, गलत होइन है, एउटा सही छ अरे। यहाँ भएका एबिसिडी मध्ये एउटा सही छ, एउटा सही छ, 3टा गलत छन्। कुन हो? हजुर एउटा सही छ। ल त्यही टिक नलाइदिनु, क्वेसनमै केरिन्छ नि त, डिस्टर्ब हुन्छ।
किन कोरेको कमेन्ट गरौँ न साथीहरू। निगरानी ल लाइक भयो है तपाईँलाई। किन कोरेको होला यस्तै क्वेसन लामो आउँछ, टाइम लाग्छ विमला, त्यही भएर राखेको नि त। अब किन डी धेरैले भन्नुभएको छ सही 5 जना हो अन्तर्वार्तामा। अन्तर्वार्ता कोही दिन जानु भएको छैन क्या हो, 5 जनाले सोधे भने त कति समय लाग्छ होला त। एउटा त सही खोजेको हो, अन्तर्वार्तामा त 3 जना मान्छे हुन्छन्, 5 जना हुँदैनन्। अब अर्कोमा जानु, 3 जना हुन्छन् अन्तर्वार्ता समितिमा। अब कुन चाहिँ ठिक होला त। अब ल भनौँ डी होइन, जब मैले डी लेख्नु भएको छ। अन्तर्वार्ता 3 जनाको हुन्छ, 5 जनाको हुन्न। समृद्धि ल सी जस्तो लाग्यो अरे समृद्धिलाई। अब ओके, अब हेर्नुहोस् यहाँनिर एन्सर के राइट हो अनि भन्नु ल। ल यहाँ हेर्नु, अन्तर्वार्ता समिति अध्यक्ष वा निजले तोकेको व्यक्ति, अन्तर्वार्ता समितिको अध्यक्ष, अध्यक्ष वा निजले तोकेको सदस्य हुन्छ। अन्तर्वार्तामा कहिले पनि कर्मचारी हुँदैन। यहाँ कर्मचारी भनेको छ, कर्मचारीको अध्यक्षतामा अन्तर्वार्ता गठन हुँदैन। कि अध्यक्ष हुनुपर्छ कि अध्यक्षले तोकेको सदस्य हुनुपर्छ। ए गलत भइगयो। बी अन्तर्वार्ता समितिमा सम्बन्धित क्षेत्रमा तोकेको 2 जना विषय विशेषज्ञ होइन, 1 जना मात्रै विषय विशेषज्ञ हो। समिति कतिजना चाहियो? 3 जना। के राइट रहेछ त्यसो भए भन्नु त? समावेशी सिद्धान्त हुनु पर्यो, महिलालाई पनि समावेश गर्नु पर्यो सकेसम्म नि। यो पो ठिक छ त। हजुरलाई त सी जस्तो लाग्दै लागेन। 5 जनामा जानुभयो। अन्तर्वार्ता समितिको अध्यक्ष कि चाहिँ लोकसेवा आयोगको अध्यक्ष आफै हुन्छ कि चाहिँ उसले तोकेको सदस्य हुन्छ। ल नबुझेर भन्नुभएको छ। यो 5-7 वटा क्लास गर्न सकिएला, सधैँ त क्लास गर्न नसकिएला। समावेशी भनेको चाहिँ महिला, पुरुष, आदिवासी, जनजाति सबै क्लस्टर हो। हुनुपर्ने रहेछ नि त। आइफोन तपाईँले दिँदा थिएन है, बन्नु चाहिँ पर्ने रहेछ फिमेल। समावेशी सिद्धान्त फिमेल नभए पनि आदिवासी जनजाति चाहियो, हरेक चाहिँ हुनुपर्ने रहेछ है। ल यसलाई स्टप गरेर फेरि गर्छु, केर्नु भएको छ नि त धेरैले। अब निन्द्रा लागेको बेलामा क्वेसन उस्तै छ है। भर्खर 2 मा पुगियो होला, 3 मा जाउँ अब। ल अलि सजिलो सजिलो क्वेसन त हजुरलाई आइहाल्छ, त्यही भएर थोरै यो इक्जामलाई फोकस गर्न खोजेको, सकेसम्म नलेजको लागि राखेको। यो इक्जाम चाहिँ तपाईँहरूलाई रियल इक्जाम भन्दा पनि अलिकति नलेज पनि होस् भनेर। क्वेसन त यस्तै आइरहेछ कोसीमा, कोसीमा यस्तै आइरहेको छ। ल 3 मा गयो, 4 मा जाउँ अब हामी त्यसो भए। ल ओके, ल फोन नम्बर मिलाउनुहुन्छ, अलिकति क्वाइट इजी छ। स्क्रिन सेयर भइरहेछ। प्रदेश लोकसेवा आयोग ऐन 2076 अनुसार प्रदेश प्रहरी सेवा, प्रदेश अन्य सरकारी सेवा र सङ्गठित संस्था वा स्थानीय सरकारी सेवाको रिक्त पदमा पदपूर्तिका लागि न्यूनतम योग्यता समेत उल्लेख गरी कुन कार्यालय मार्फत आयोगमा पठाउनुपर्छ? कुन कार्यालय मार्फत आयोगमा पठाउनु पर्ला? ल भन्नुहोस् त। ए सामान्य प्रशासन मन्त्रालय, बी मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, सी केन्द्रीय प्रहरी कार्यालय, डी माथिका सबै। लोकसेवा आयोगमा कुनै कर्मचारीको पद रिक्त भयो भने माग गर्नु पर्यो भने कसको मार्फतबाट माग गर्ने? सिधै लोकसेवा आयोगमा पठाउन मिल्दैन, कोसँग माग्नु पर्यो? धेरैले भन्नुभएको छ, थ्याङ्क यू भेरी मच है। ल 5 नम्बरमा जाउँ। प्रदेश निजामती सेवा तथा स्थानीय सेवाका कर्मचारीको अभिलेख राख्ने प्रयोजनका लागि। ल ओके भइसक्यो। 5 मा जाउँ। प्रदेश निजामती सेवा, स्थानीय सरकारी सेवाको अभिलेख राख्ने प्रयोजनका लागि मुख्यमन्त्री तथा मन्त्री परिषद। यहाँ तपाईँले इक्जाममा सोध्छ कुन मन्त्रालय अन्तर्गत राखिन्छ भन्छ। मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय अन्तर्गत रहेको शाखालाई के भनिन्छ? के भनिन्छ? समीक्षा। त्यही त आज आइफो भिभोहरूले लिइराख्नु भएको छ है क्लास, ठिकै छ लिनु। निजामती किताबखाना, प्रदेश निजामती किताबखाना,
प्रदेश अभिलेखालय, प्रदेश किताबखाना, के लाउनुहुन्छ यसमा? भन्नु त के लाउनुहुन्छ? प्रदेश निजामती भन्दैन, प्रदेश किताबखाना भन्छ। हो, प्रदेश किताबखाना भन्ने हो। ल म बाहिर सो ल ओके, जे होस् जेन्युन भएर हजुरहरू आउनु भएको छ, जो आए पनि केही छैन। प्रदेश किताबखानै हो नि, क्लियरै हुनुहुन्छ यसमा, त्यस्तो कन्फ्युजन छैन नि। प्रदेश निजामती किताबखाना भन्दैन, प्रदेश किताबखानै मात्रै भन्छ है। स्थानीय तहको अभिलेख पनि यही राखिन्छ, प्लस प्रदेश निजामतीको किताब अभिलेख पनि केमा राखिन्छ? यसैमा राखिन्छ। यो प्रदेश किताबखाना कुन मन्त्रालय अन्तर्गत रहेछ भन्नु त? प्रदेश किताबखाना कुन मन्त्रालय अन्तर्गत रहेछ? मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय अन्तर्गत रहेछ। हो, ल ओके। कतिवटा मिलाउनु भयो? 5 वटा मध्ये 5 वटा मध्ये कतिवटा मिलाउनु भयो? 6 मा जाउँ ल अब। ल प्रदेश निजामती ऐन 2079 अनुसार प्रदेश सरकारको 11औं तहको कर्मचारीलाई के भनिन्छ? कोशी प्रदेशमा भनेको सबैभन्दा 6औंदेखि 11औं तहसम्मको मात्रै कर्मचारी रहन्छ। 11औं तहको कर्मचारीलाई के भनिन्छ? प्रमुख सचिव, सचिव, उपसचिव, सहसचिव। के त एबीसीडी के त? ल ओके। 11औं तह भनेको सबैभन्दा ठुलो तह हो। सबभन्दा ठुलो तहको लागि के भनिन्छ? ल कहाँ गयो गयो फेरि है। लु भन्नु, 11औं तहको लागि के भन्नु हुँदो रहेछ? 11औं तहलाई के भन्ने? 11औं तहमा कार्यरत कर्मचारीलाई के भनिन्छ? सचिव भनिँदो रहेछ त। हजुर, सचिव हो? सचिव हो कि के भन्ने हो कुरा? सचिव हो है। कसले सचिव भन्नु भएको थियो? धेरैले ए भन्नु भएको छ। प्रमुख सचिव भनेको चाहिँ को रहेछ हेर्नु त? प्रमुख सचिव भन्नाले नेपाल सरकारबाट खटिआएको राजपत्राङ्कित विशिष्ट श्रेणीको कर्मचारी हो। प्रदेश प्रमुख सचिव भनेको नेपाल सरकारबाट खटिआएको हो। कोशी प्रदेशको सबैभन्दा ठुलो कर्मचारी भनेको 11औं तहको कर्मचारी हो। ल 7 को भन्नु। ल ल क्वेशन नम्बर 7, स्थानीय सरकारी सेवा गठन तथा सञ्चालन ऐन 2080 अनुसार तलका मध्ये कुन भनाइ गलत छ? पढ्न त बाँकी नै छ, नलेजको लागि राखेको क्वेशन हो। स्थानीय तहमा जम्मा 8वटा स्थानीय सरकारी सेवा छन्। कतिवटा स्थानीय सरकारी सेवा छन् भन्नुहोस् त? 8वटा हो नि। 8वटै सेवा हो। 8वटै सेवा हो है। अनि बी, एउटा चाहिँ भनाइ गलत खोज्नु पर्ने छ है हामीले। यहाँ सबै सही छ, एउटा गलत छ। स्थानीय सरकारी सेवाको पदमा प्रत्येक पदको काम, कर्तव्य, अधिकार, उत्तरदायित्व र कामको मूल्याङ्कन गर्ने सूचक समेत उल्लेख गरी कार्य विवरण कसले तयार गर्छ? स्थानीय तहको कार्य विवरण कसले तयार गर्छ भन्ने एक्जाममा क्वेशन सोध्छ। स्थानीय तहको कार्य विवरण कसले तयार गर्छ? प्रमुख प्रशासकीय अधिकृतले नै तयार गर्छ। यो पनि ठिक छ। सी, स्थानीय तहको 4थो तहमा स्वास्थ्य सेवा बाहेक खुल्ला प्रतियोगिताद्वारा 80% पदपूर्ति गरिन्छ। कति प्रतिशत पदपूर्ति हो स्थानीय तहमा खुल्लाद्वारा? 80 नै हो नि। स्वास्थ्यमा मात्रै 100 हो,
स्वास्थ्य सेवा बाहेक भनेको छ 80 नै हो। अनि स्थानीय सेवा गठन तथा सञ्चालन ऐन 2079 अनुसार स्थानीयका तहका कर्मचारीले 8 प्रकारका बिदा पाउँछन्। कुन गलत लाउनुहुन्छ? ल ओके, हाम्रो स्थानीय सरकारी सेवा गठन तथा सञ्चालन ऐनमा चाहिँ बिदाका प्रकार क्लियरली भनेको छ, बुझ्नुभयो नि। तर हाम्रो यतापट्टि चाहिँ प्रदेश निजामती सेवा ऐनमा चाहिँ बिदा कति प्रकारको भनेर अस्ति क्वेसनमा सोध्यो, 9 प्रकारका बिदा भन्नुभएको छ। तर हाम्रो स्थानीय सरकारी सेवा गठन तथा सञ्चालन ऐनले चाहिँ यसो भनेको छ, 10 वटा 11 वटा बिदा भनेको छ। हेर्नु, स्थानीय सरकारी सेवा गठन तथा सञ्चालन ऐनले 112 देखि 122 सम्म सार्वजनिक बिदा, भइपरि आउन र पर्व बिदा, घर बिदा, बिरामी बिदा, सट्टा बिदा, प्रसुति बिदा, प्रसुति स्याहार बिदा, मृत्यु संस्कार बिदा, अध्ययन बिदा, असाधारण बिदा, अतिरिक्त सेवा बिदा, यो स्थानीय सरकारी सेवा गठन तथा सञ्चालन ऐनमा हो। प्रदेश निजामती ऐन अनुसार चाहिँ जम्मा बिदा गन्दा चाहिँ 11 पुग्छ। तर प्रदेश निजामती ऐनमा चाहिँ स्पष्ट एउटा दफामा 8 वटा बिदा तोकेको छ। त्यही भएर अब यसको किनै के छ भन्ने खालको अस्ति एचएलाई सोधेको क्वेसन हो यो। अस्ति एचएलाई सोधेको क्वेसन हो। हजुरले स्थानीय सरकारी सेवा गठन तथा सञ्चालन ऐन अनुसार भनौँ भने 11 प्रकारका बिदा भन्ने। अब हाम्रो ऐनमा पनि टोटल जोड्ने भए चाहिँ 11 प्रकारको बिदा भेटिन्छ प्रदेश निजामती ऐनमा। अब तर प्रदेश निजामती ऐनमा चाहिँ एउटै दफामा चाहिँ 8 वटा मात्रै बिदा दिएको छ। त्यही भएर त्यसको अस्तिको चाहिँ एचएलाई सोधेको क्वेसनको कि चाहिँ 8 हो कि भन्ने अनुमान हो, 8 वटा बिदा हो कि भन्ने अनुमान हो। अब तपाईलाई भोलि यसको क्वेसन राखेर यसको अलिक डिटेल गरौँला। स्थानीय सरकारी सेवा गठन तथा सञ्चालन ऐन अनुसार चाहिँ 11 प्रकारका बिदा हुने भए यो आयो भने 11 लाउनु। अस्ति एचएलाई सरकार निजामती ऐनको आएको छ, हजुरलाई चाहिँ स्थानीयको आउन सक्ला कि भनेर राखेको 11 प्रकारको बिदा। केही कुरा भन्नु छ हजुरलाई अब यसमा? उल्टो भयो भन्नु भएको छ? ओके, यति दिएको छ हाम्रो स्थानीय सरकारी सेवा गठन तथा सञ्चालन ऐनमा चाहिँ है। यो बिदाको विषयको कुरा जति नै भने पनि विवादित हुन्छ, कुरा बुझ्नुभयो? ल यसमा हामी अलिक डिटेल कुरा भोलि प्रदेश निजामती ऐनको पनि आउँछ, छलफल गरौँला। यसमा धेरै यो विषय नै कन्फ्युजन हुने हो, यसको किनै के थाहा के छ भन्ने कुरा हामी आफैलाई पनि थाहा छैन। स्थानीय सरकारी सेवा गठन तथा सञ्चालन ऐनमा चाहिँ यतिवटा बिदा छन्। यहाँ हेर्नु, ऐनमा हेर्नुभयो भने सार्वजनिक बिदा भइपरि आउन छुट्टा छुट्टै पारेर दिएको छ। कि ऐन खोलौँ त अहिले नखोलौँ, समय ढिला भएको छ, मैले ऐनबाटै सारेको हो। ल अहिले मैले ऐनतिर गइनँ नि त। ल अलि धेरै समय पनि छ, भोलि यसमा अलिक डिटेल छलफल गरौँला है। भोलि ऐनमा यसको राइट एन्सर चाहिँ के भयो? यसको राइट एन्सर चाहिँ भन्नु त। यसको राइट एन्सर हेर्दै तपाईँहरूले के लाउनु हुने भयो? यो काहीँको क्वेसन मैले बनाएको भन्दा पनि कतैको क्वेसन कपी पेस्ट गरेको। के रङ भयो यसको एन्सर? डी नै रङ हो नि, ठिक छ, डी नै रङ हो। ल 7। अब हामीसँग समय पनि 25 पुगिसक्यो, धेरै छैन। 8 नम्बर हेर्नु ल, यो घोक्नु ल। कुनै कर्मचारीले आफूले बुझाउनु पर्ने नगदी, जिन्सी वा कागजात कति दिनभित्र सम्बन्धित कर्मचारीलाई बर बुझारत गर्नुपर्छ? सरुवा हुने हो, के हो, आदि इत्यादि हो भने बर बुझारत गर्ने समय कति हो यो ऐन अनुसार? 15, 30, 40, 7 दिन। ल कति दिन अरे? 15 दिनभित्रमा बर बुझारत गर्नुपर्छ है कर्मचारीले। हाम्रो निजामती ऐन अनुसार कर्मचारीले सरुवा हुँदा हरेक कुरा हुँदा 15 दिनभित्रमा बर बुझारत गर्नुपर्छ। ल 9 नम्बरमा जाउँ। यो पनि तपाईलाई इम्पोर्टेन्ट हो, घोक्नलाई राखेको क्वेसन हो, टपिक छलफल हुन बाँकी नै छ। प्रदेश निजामती सेवा ऐन 2079 अनुसार मन्त्रालयले प्रत्येक आर्थिक वर्ष समाप्त भएको मितिले कति दिनभित्र व्यवस्थापन परीक्षणको वार्षिक प्रतिवेदन प्रदेश सरकार समक्ष पेश गर्नुपर्छ? आज अलि व्याकरणमा पनि हल्ला छ। एउटा म्यानेजमेन्ट व्यवस्थापन परीक्षण भन्ने छ। व्यवस्थापन परीक्षण चाहिँ कति दिनभित्र के गर्नुपर्छ? प्रदेश सरकार समक्ष पेश गर्नुपर्छ। गेस गर्नु त, हजुरले पढ्न बाँकी छ। 90, 120, 130, 140 के गर्नु हुँदो रहेछ हेरौँ त, गेसै त होला है। ल ए बी 220
व्यवस्थापन परीक्षण गरे पछाडि यसको 120 दिन पछाडि, यसको कति दिन पछाडि? 120 दिन। आहा, जम्मै पो गए फेरि। ल ल गेस गर्नु भएको छ कतिजनाले? मिलाउनलाई धन्यवाद छ। 10 नम्बर, 10 नम्बर घोक्नका लागि राखेको। ल ल भन्नु त, 10 नम्बर घोक्नको लागि राखेको हुँ। हजुरले यो म सकिने बित्तिकै तपाईँहरूको व्हाट्सएप ग्रुपमा यो क्वेसन हालिदिन्छु, एकचोटि घोकेर सुत्नु। तलको भनाइ विचार गरी गलत जवाब छनौट गर्नुहोस्। छनौट गर्नुहोस् गलत। म एकछिन यसरी बसिराख्छु। निदाउनु भएको छैन होला, किनभने मनमा पिरै पिर्छ, कहाँ निदाउनु। 27 भनेको 32-33 पुग्ने भयो। मैले तपाईँलाई धेरैमा आधी घन्टा, आज अलि ढिलो सुरु गरेँ। एउटा जवाब गलत छ अरे। हेरौँ त ल, यो एकदम चर्चित हो, गण्डकीतिर पनि पढ्नु भएको छ। अस्मिले स्थानीय सरकारी सेवा ऐन 2080 अनुसार विधा स्वीकृत गर्ने कसलाई हुन्छ? ल म तपाईँलाई बताउँदैछु, यहाँ हेर्नु। त्यसैको लागि यो क्वेसन राखेको। अस्मि यहाँ हेर्नु, सेवा अवधि 5 वर्ष पुरा भए पछाडि प्रदेश सरकारले मनासिब कारण देखिएमा एक पटकमा 1 वर्ष नबढाइ र सेवा अवधि भरमा 3 वर्ष नबढाइ असाधारण विधा दिन्छ। असाधारण विधा यो ठिक हो। एक हो। कति पटक पाइँदो रहेछ असाधारण विधा? बढीमा कति वर्ष? 3 वर्ष। कति वर्ष पुगेपछि पाइँदो रहेछ असाधारण विधा? 5 वर्ष पुगे पछाडि। एक पटकमा 1 वर्ष नबिराइकन। ए ठिक छ। बी गलत। धेरैले भन्नुभएको छ बी गलत छ। अध्ययन विधा पाउनका लागि 5 वर्ष पुग्नु पर्दैन। अध्ययन विधा कति वर्षमा पाइन्छ? 3 वर्ष पुरा भए पनि पाइन्छ। पटक पटक वा एकै पटक पनि 3 वर्षसम्म पाइन्छ। आवश्यक पर्यो भने 2 वर्ष थप गर्न पाइन्छ। बिरामी विधा लगायत अरू विधा कसले स्वीकृत गर्छ? कार्यालय प्रमुख वा विभागीय प्रमुखले गर्छ। तर अध्ययन विधा, असाधारण विधा र बेतलबी विधा, यो 3टा विधा चाहिँ प्रमुख सचिवले स्वीकृत गर्नुपर्छ। हो कि दिनु? ल यो सबैभन्दा बढी कन्फ्युजन हुने भएकाले गर्दा क्वेसन नम्बर 10 को क्वेसन मैले बनाएको। हजुरले 10 नम्बरको क्वेसन बुझ्नुभयो भनेदेखि इक्जाममा धेरै कुरा सल्भ गर्नुहुन्छ। बुझ्नुभयो? कुन कुन विधा प्रमुख सचिवले स्वीकृत गर्ने? 3टा विधा, अध्ययन, असाधारण र बेतलबी। बाँकी जम्मै विधा कसले गर्छ? कार्यालय प्रमुखले गर्छ। बाँकी जम्मै विधा कसले गर्छ? कार्यालय प्रमुखले गर्छ। अध्ययन, असाधारण र बेतलबी विधा मात्रै त हो नि। तर अध्ययन विधा लिनलाई कति वर्ष पुरा भएको हुनुपर्छ? 3 वर्ष। तर निजी प्रयासमा लिने हो भने 2 वर्षमा पाइन्छ भनेको छ है। विधाको कुरा डिटेल फेरि हामी क्लासमा छलफल गर्छौँ। यसमा केही कन्फ्युजन छ? असाधारण विधा कति समय लिएपछि पाइयो? 5 वर्ष पछाडि। अध्ययन विधा 3 वर्ष पछाडि। असाधारण विधा एकै पटक 5 चोटि पाइँदैन है। ल 11 नम्बर, 15वटा क्वेसन छ। एकछिन अब हेर्नु। 11 नम्बरको यो घोक्नलाई राखेको हुँ म। तपाईँहरूसँग नोट जम्मैलाई छ। नोट फेरि आज हालिदिँदैछु, एकचोटि हेर्नु पनि होला है। ल कोशी प्रदेशको दोस्रो आवधि योजनाको विषयमा तलको विषय अध्ययन गरी सही विकल्प छनौट गर्नुहोस्। दोस्रो योजनाको अवधि 81-82 देखि 86-87 हो। ए 1 2 योजनाको दीर्घकालीन स्वच्छ र समुन्नत प्रदेश हो। 3 योजनाको आवधिक सोच सुशासित, सुखी, आर्थिक रूपले गतिशील र समुन्नत प्रदेश हो। अप्सन ए सबै ठिक, सबै बेठिक, 1 र 2 मात्र ठिक, 2 र 3 मात्र ठिक। ल भन्नु। 11 को धेरै मान्छे चिप्लिनु हुन्छ यसमा। ल भन्नु। योजनाको दीर्घकालीन सोच के हो? 1 त गलत भइगयो नि। 1 त गलत भइहाल्यो। अवधि कति हो? अवधि योजनाको अवधि झुक्किनुहुन्छ भनेर सोचेरै यो लागेको। डी धेरै ठाउँमा जानुभयो। एकचोटि हेर्नु। योजनाको अवधि 81-82 देखि 85-86 हो। योजनाको दीर्घकालीन सोच स्वच्छ र समुन्नत प्रदेश होइन, स्वच्छ, सुखी र समुन्नत प्रदेश हो। 2 पनि गलत।
स्वच्छ सुखी र समुन्नत प्रदेश हो, 2 पनि गलत। 3 योजनाको आवधिक सुशासित सुशासित सुखी होइन, सुशासित खुसी, सुखु आगस सबै बेठीको। यहाँ धेरै झुकिनु भएको छ, नपढ्ने त झुकिनु भइहाल्यो, अलिअलि हेरेको पनि यस्तो भइयो। परीक्षामा हुने यही हो। निगरानी पनि तपाईँ त अब यो पढिसक्नु भएको छैन नि त होइन, कुन ठिक कुन बेठिक भन्ने कन्फ्युजन हुनुहुन्थ्यो। यसो हेर्दा पनि 1 मा 2 र 3 मात्रै, 2 पनि गएपछि त जानु पर्यो नि। स्थानीय कसले भन्दै हुनुहुन्छ अध्ययन विधा र असाधारण विधा चाहिँ स्थानीय सरकारी सेवामा चाहिँ गाउँपालिकाले गर्ने है अस्मि। स्थानीय सरकारी सेवा गठन तथा सञ्चालन ऐनमा चाहिँ गाउँपालिका र नगरपालिकाले गर्नुपर्छ, कार्यपालिकाले गर्नुपर्छ है अस्मि। बहिनी तपाईँले ठिकै भन्नु भएको छ, तर यो चाहिँ हाम्रो प्रदेश निजामती ऐन भएकोले गर्दाखेरि चाहिँ यसो आयो। तपाईहरुलाई यो के मैले हेराउनु पर्छ, त्यो यो हेराउनु पर्छ। एकचोटि तपाईले उसमा जानु, म गइन ल, समय धेरै छैन नि त, सुत्नु पनि पर्छ। बिहानै क्लास छ मेरो पनि, हजुरहरुको पनि त यही मात्रै काम गरेर पनि भएन नि त। 12 नम्बर कोशी प्रदेशको चालु आवधिक योजनाले योजनाको अन्त्यसम्म आर्थिक वृद्धि कति प्रमाण लक्ष्य राखेको छ? 10.3, 7.55, 7.57। अहिले पढेको र कति नपढेको पढे गर्थी, लास्टमा फेल भई, कति नपढेको पढे गर्दा लास्टमा फेल भन्न झन् गाली खाइन्छ। त्यही पनि हार खान त भएन, के गर्ने। कोशी प्रदेशको चालु आवधिक योजनाको अन्त्यसम्म आर्थिक वृद्धि कति पुर्याउने? सजिलो क्वेसन 12 को। नभन्नु न सी, 7.55 हो है, याद घोकिदिनु ल। अहिले एउटा चाहिँ घोकेर सुत्नु न नयाँले। कोशी प्रदेशको चालु आवधिक योजनाले कति पुर्याउने लक्ष्य राखेको छ? आर्थिक वृद्धि 7.55% छ। अब 13, 14, 15 बिग्रो भने चाहिँ पाप लाग्छ। 13, 14, 15 को लागि चाहिँ रेडी हुनु ल, संविधान हो क्या। 13, 14, 15 बिग्रो भने चाहिँ तनावै हुन्छ ल, मलाई पनि तनाव हुन्छ, तपाईलाई पनि। ए ला क्वेसनै रङ आएछ ल। ल नेपालको संविधान अनुसार तलका मध्ये कुन राज्यको नीति होइन? त्यही पनि मिलाउनु हुन्छ होला। एबीसीडी के लाउनु हुन्छ हेर्नु त। सीमा चाहिँ पूर्वाधार सम्बन्धी नीति हो, प्राकृतिक सम्बन्धी नीति भएछ। अझै मजाले पूर्वाधार सम्बन्धी नीति राखेको थियो। पूर्वाधार सम्बन्धी नीति, पूर्वाधार सम्बन्धी नीति छैन। 14 ल मुख्यमन्त्रीको पद रिक्त हुने अवस्था तलका मध्ये कुन होइन? ल 14 नम्बर, 14 को भन्नु ल। मुख्यमन्त्रीको पद रिक्त हुने अवस्था कुन होइन तलका मध्ये? एबीसीडी। निजले प्रदेश प्रमुख समक्ष राजीनामा दिएमा, निज प्रदेश सभाको सदस्य नरहेमा, सी धारा 188 बमोजिम विश्वासको प्रस्ताव पारित भएमा वा निजको विरुद्धको अविश्वासको प्रस्ताव पारित नभएमा, निजको मृत्यु भएमा। सी होइन, विश्वासको प्रस्ताव पारित भएमा त कहाँ पदमुक्त हुन्छ, राजा भइगयो नि। अविश्वासको प्रस्ताव पारित भएन भने कहाँ पदमुक्त हुन्छ, राजा भइगयो नि। यो पनि झुकिने हो नि धेरैजना। सीमा धेरैजना आइस झुकिँदै हुनुहुन्छ। प्रदेश सभाको सदस्य नरहेमा त गइहाल्यो नि। संहिता पनि झुकिनु भयो, अनु पनि झुकिनु भयो, बितिर आउनुभयो। सी नै हो, सी उल्ट्याएको छ। 188 बमोजिम विश्वासको प्रस्ताव पारित नभएमा भनेको छ क्वेसनमा, उतापट्टि नभएमा भनेको छ, भएमा त हुँदैन नि त पदमुक्त। अरे धेरैजना सी कसरी होइन होला भन्दै हुनुहुन्छ, झुकिनु। कृष्ण बहिनी हाँस्नुभयो कुरा बुझेर, कुरा बुझ्नु भएको छ भने ठिकै छ। विश्वासको प्रस्ताव पारित भयो, विश्वासको प्रस्ताव पारित भएमा, विश्वासको प्रस्ताव पारित भयो भने त कहाँ मुख्यमन्त्रीबाट बाहिर जान्छ त, उता आइहाल्छ नि। हो भएमा भनेको छ, त्यही भएर गुड, थ्याङ्क यू। ल नभएमा गाह्रो भयो है। ल 15 नम्बर, तलको भनाइ विचार गरी सही विकल्प छनौट गर्नुहोस्। लु गर्नुहोस्। प्रदेश प्रमुखले राष्ट्रपति समक्ष पद तथा गोपनीयताको शपथ लिने व्यवस्था रहेको छ।
झुक्क्याउनै खोजेको आयुष भाइ आज झुक्कियो भन्नुभएको छ, खोजेकै झुक्क्याउन। इक्जाम सेन्टरमै भएको फिल भइरहेछ है सीता बहिनी। हो तपाईँलाई मैले अब यो 12 गतेसम्म तपाईँहरूको अलिकति पिरै हुन्छ मलाई पनि। इक्जाम हुँदैसम्म चाहिँ मलाई पनि चिन्ता हुन्छ, तपाईँलाई जति चिन्ता छ त्यति नै छ। अब अलिकति समय दिन सकियो भने गर्नुहुन्छ कि भन्ने छ। यो कमसेकम 7वटा जति क्लास चाहिँ गर्छु। अब आज 3 गते भइहाल्यो। अलि मेरो पनि यहाँ अलिकति डिस्टर्ब छ, नभए तपाईँले रेगुलरै गरिहाल्थेँ। कुनै कुनै दिन डिस्टर्ब होला, नभए सबै आउँछु। आएको दिन सकेसम्म बढी क्वेसन लिएर आउँछु। हजुर के लाउने तलको भनाइ विचार गरी सही विकल्प छनौट गर्नुहोस्। प्रदेश प्रमुखले राष्ट्रपति समक्ष तथा पद तथा गोपनीयताको शपथ लिने व्यवस्था रहेको छ। 1 2 मुख्यमन्त्री र मन्त्रीले प्रदेश प्रमुख समक्ष शपथ लिने व्यवस्था रहेको छ। के हो दुवै ठिक हो? दुवै ठिक हो। कति मिलाउनु भयो? समय पनि 7 मिनेट ढिलो गयो हाम्रो। 30 मा सक्ने कुरा हो। ल अब यहाँ सुन्नु त हजुरहरूले। अब यसो छ, यो चाहिँ हाम्रो यो अलि मेहनत गर्नु होला। यसो किताब पनि छैछ तपाईँहरूसँग। कन्फ्युजन हुने कुराहरू नै लिएर आउँछु, पिर नगर्नुहोस्। यस्तै छ। सुत्न खोज्नु भएको बेलामा पनि तपाईँलाई डिस्टर्ब पनि गरेँ मैले पनि। अब म पनि सुत्छु। कति 5 मात्रै मिलो, कति मिलाउनु भएको छ, जति मिले पनि मिलोस्। 5-7वटा क्लास 5-7वटा इक्जाम लिन्छु बेलुका। अल्छी लागे पनि आनन्द सुत्ने बेलामा सुन्ने हो। तपाईँहरू निदाउनु भए पनि केही भन्दिनँ म यतिखेर, किन निदाउने बेलै हो होइन। अलिअलि दुःख गराउन भनेर खोजेको। ल ल आजलाई यति। कति मिलाउनु भयो तपाईँलाई यो पछाडि हालिदिन्छु, यहाँ ग्रुपमा क्वेसन हालिदिन्छु। एकचोटि हेर्दै हेर्दै सुत्नु। ल हेर्दै हेर्दै सुत्नु होला है। अब के भनौँ त, थ्याङ्क यू पनि भन्नु पर्यो, गुड नाइट पनि भन्नु पर्यो। यहाँलाई यत्रो बेरसम्म सुनिदिनु भएकोमा त झन् धेरै धन्यवाद पनि भन्नै पर्यो होइन। अब म पनि निस्किन्छु। थ्याङ्क यू भेरी मच। ल